हेलो गुड मर्निङ शुभ बिहानी सम्पूर्णमा। आज चाहिँ हामी डे 2 बेङ्गलोर टुरमा निस्किसकेका छौँ भाइ र म। त्यहाँ आजको दिनभरिको नजाराहरू देखाउनेछु। आफै बाइक कुदाउने भएर होला पछाडि बस्दा त डर पो लाग्दो रहेछ। अगाडि के रमित हेर्दै हिँड्यौँ भने आँखा चाहिँ अगाडि जाँदो रहेछ बाइक कुदाउने ठाउँमा। अनि ला यो अप्ठ्यारो ठाउँमा यसले देख्छ कि देख्दैन कि गाडीमा ठोकाउँछ कि घुँडा फुकाल्छ कि जस्तो भएर चिउ हुँदो रहेछ नि हौ। ती माथि यहाँको कम्ताको भिड छैन। आम्मामा सानो सानो चेपमा पनि घुसारेर सबैलाई पुग्नै हतार हुन्छ होइन। एउटा निकै डर लाग्दो रहेछ। अब घुम्न आएको यताउता हेरौँ भने आँखा चाहिँ सटक्कै जाँदो रहेछ। ला यस्तो रहेछ अब यसले देख्दैन होला भन्ने फिल हुँदो रहेछ। अब चाहिँ हामी मेन सिटीमा निस्किसकेको छौँ। यो हाम्रो बेङ्गलोरको सेकेन्ड डे ट्रिप हुँदैछ। अहिले भोलिसम्म हामी बेङ्गलोरमा हुँदैछौँ। बेङ्गलोरमा चाहिँ अहिले चप्पामा युट्युबरहरू नेपालको भाग्य पाने आज हामी फर्स्ट जाने कहाँ हो? लालबाग त्यहाँबाट हाम्रो प्रथम डेस्टिनेसन हुनेछ लालबाग। लालबाग चाहिँ बोटानिकल गार्डन होइन, बोटानिकल गार्डन होइन, लालबाग रोयल क्लब है। यहाँ हेर्नुहोस् त कति पुरानो बिल्डिङ रहेछ। यति नयाँ एडभान्स टेक्नोलोजी मोडर्न एजमा पनि पुरानो एउटा घर आर्मी के बनाएर यो बिल्डिङ के हो? हिन्दुस्तान एरोनॉटिक्स लिमिटेड। प्रेस्टिज ग्रुप अफ कम्पनी यो रहेछ चाहिँ एरोनॉटिक्स इन्जिनियरिङ कलेज रहेछ बेङ्गलोरको। एरो इन्जिनियरिङ गभर्मेन्ट वर्क इज गड्स वर्क। के भनेको फोनमा Can you do it tomorrow, day after tomorrow? तर फ्रिडम पार्कमा घुम्न आएको अहिले त खुलेकै छैन। 2 बजी मात्रै खुल्ने रहेछ। ब्याड लक भयो। Send me the link. लुकिङ फर नेक्स्ट डेस्टिनेसन। कसको? भोटर कार्ड, आधार कार्ड, प्यान कार्ड कसको? नम्बर त्यतिहरू केही छ? अहिले हामी चाहिँ बेङ्गलोरको टिपु सुल्तान प्यालेसमा आइसकेका छौँ भाइ र म। होइन यो त पहिला चाहिँ थियो होइन, यो जलाइदिएको हो। अनि यो बिचको मिडलको चाहिँ अलिकति बाँचेको मात्रै हो। यसलाई चाहिँ फेरि बाहिरबाट बनाएर प्यालेस दिएको। पैसा टिप्ने बेला गयो। पैसा टिप्ने मिलो हुन्छ। यो त सबै जलाइसकेको नि, यो बिचको चाहिँ बाँच्छ। यो डल्लै जलेको ए अब त्यो जलाइसकेको फेरि रिनोभेट गरेको। पछाडि उहिले अब ब्रिटिस टिपु सुल्तानको विषयमा भन्नुपर्दा टिपु सुल्तान फतेह अली साहेब टिपु चाहिँ मैसुरको रुलर थिए।
सुल्तान थिए भनौँ न 1782देखि 1799सम्म उसको बाउको क्यान्सरद्वारा मृत्यु भएपछि उसलाई यहाँको रुलर बनाइएको थियो, शासक बनाइएको थियो। अनि टिपु सुल्तानलाई चाहिँ टाइगर अफ मैसुर भनेर पनि चिनिन्छ। उहाँ धेरै पराक्रमी राजा थिए अनि उसको समयमा मैसुर धेरै आर्थिक रूपमा बलियो पनि भएको थियो। उसको देहान्त चाहिँ उसकै मन्त्री भारदारले कतिवटा कुरा चाहिँ ब्रिटिसलाई रुलरलाई चाहिँ सबै पोल लगाएर त्यो लिक गरिकन उसको हत्या गरिनुमा चाहिँ ठुलो साजिस भएको थियो। धेरै पराक्रमी राजा थिए। टिपु सुल्तानले चलाउने जुन तरवार थियो त्यो चाहिँ जोसुकैले उछाल्नु पनि सक्दैन थियो अरे। त्यस्तो बलियो पराक्रमी राजाको देहान्त अन्त चाहिँ आफ्नै मन्त्रीमण्डल आफ्नो भारदारद्वारा नै साजिस गराएको थियो। म चाहिँ बोटानिकल गार्डन लालबाग बेङ्गलोर आइपुगिसकेको छु। भाइले चाहिँ बाइक पार्क गर्न लिएर जाँदैछ। म चाहिँ हिँड्दै तपाईँहरूलाई पनि देखाउने, आफू पनि हेर्ने भन्दै यो फुटपाथ भएर जाँदैछु। कति दामी छ है यो लालबाग बस्ने प्यासेज। विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न आउँछन्। निकै लामो पो रहेछ त यो प्यासेज। बगनबेलिया कलरको रङ्गिन बगनबेलिया रोपेर यो डम सेपको यो ट्रेली बनाएर कति दामी बनाएको, कति मजाले मेन्टेन गरेको लाग्छ। यो कुनै टनलबाट म पस्दैछु भित्र। भिड त निकै रहेछ। यहाँनिर फ्लोरल घडी पनि छ, अहिले म देखाउने छु। भाइ चाहिँ बाइक पार्क गरेर मलाई पर्खिरहेको छ। म चाहिँ क्यामेरा मिलाउँदा अन्त टाइम लाग्यो। सिम्बलको सानो बटन कति टाइम देखेको के को सिम्बलको होइन रहेछ, त्यस्तै देखेँ है सिम्बलको। अब हामी चाहिँ बोटानिकल गार्डन लालबाग पस्दैछौँ। यो लालबाग बोटानिकल गार्डन चाहिँ यत्रो ठुलो चप्टेटी ढुङ्गा रहेछ। यहाँनिर मान्छे ढुङ्गामाथि चढेर चाहिँ फोटो खिचिरहेका छन्। हामीसँग क्यामेरा थिएन र नभए पहिला घाँस काट्दाखेरि नि चप्ले ढुङ्गामा त पुरा बसेको नि। त्यति बेला फोन थिएन र मात्रै फोन पनि हुन अन्त दिन जान्थ्यो होला नि। जान्थ्यो नि हौ। अब चाहिँ निकै गरम हुन थाल्यो। ज्याकेट बेसी हुँदैछ। निकै लाग्दैछ। यो फ्रुट्स खाऊँ है। फ्रुट्स खाऊँ होला साँच्चै। अब हामी चाहिँ फ्रुट्स खानुपर्छ होला। अलिक भोक लाग्यो, त्यसका लाग्यो। यहाँनिर चाहिँ कटहर, मेवा, आँप, काँक्रा काटेर विभिन्न डिजाइनको बनाएर बेच्नु राखेको हुँदो रहेछ। यो पछाडिको दोकानमा चाहिँ अलिक बेसी खरबुजा रहेछ। अलिक भेराइटी फ्रुट्स नहुँदा चाहिँ हामी यो दोकानमा अब खाने। कसरी प्लेट? 50 रुपियाँ अरे। ल अब हामी चाहिँ
फ्रुट्स खाँदैछौँ गरम गरम पनि भयो दामी नि है र दर्शकबिन यो चाहिँ बेङ्गलोरको लालबाग बोटानिकल गार्डनको नजारा देखाइरहेको छु यो रुखलाई खोपेर विभिन्न प्राणीको आकृति निकालिएको छ यो यहाँ देख्नुहुँदैछ तपाईँहरूले यो निलगिरी ट्री चाहिँ 200 वर्ष पुरानो रुखलाई चाहिँ मजुरको आकृति बनाएर यहाँ राखिएको रहेछ 2018 पिकक अनि यहाँ परतिर देखिँदैछ क्रोकोडाइल यो क्रोकोडाइल यो गोही चाहिँ के को रुखमा बनाएको छ म्याङ्गो ट्री आँपको रुखमा आँपको रुखलाई चाहिँ क्यामेलियन भनेर छेपाएर पो रहेछ छेपाएर क्यामेलियन 250 वर्ष पुरानो रुख 2018 यहाँ राखिएको रहेछ भने त्यो पल्लोपट्टिको चाहिँ क्रोकोडाइल यो गोही यसको नाम सायद पल्लोपट्टि हुनसक्ला सुकेको रुखहरूलाई यसरी कपेर खोपेर विभिन्न आकृति दिएको देखियो हुनु त मान्छेलाई हेर्नको लागि केही चाहिँदैन नि सदनमा तारे भिड त हो त्यो भिड हेर्नको लागि कति मान्छे आउँछ अन्त मान्छेलाई यसो रिक्रिएसन चाहिँ चाहिन्छ यो मजुरको चाहिँ प्वाक सबै झरेछ क्या दामी हो फुल मिक्स कलरले गर्दा दामी देखेको है दामी मिठो कलर को ए हैन के चरमा हिँड्दै भाइ मेरो चरमा हैन टोक्रा यो चाहिँ फ्लोरल क्लक पहिला आउँदाखेरि चलिरहेको थियो अहिले त बिग्रेछ क्या हो काँटा लाउने ठाउँमा त सिसाको पोको पारिरहेछ यहाँनिर चाहिँ घडी थियो एचएमटी घडी अन्त सबै नम्बरहरू पनि फुलले नै इन्डिकेट गरेको थियो अहिले चाहिँ यो फङ्सनल छैन रहेछ हाम्रो डुलाइ पनि यतिमै स्टप गर्नुपर्छ होला अनि थाक्यो अब खाना खानु जाने बेलुका हामी आदियोगी जानेछौँ जस्तो लाग्दैछ त्यस्तै शङ्का आउँदैछ जो खाना आज यो बोटानिकल गार्डनको बोटानिकल गार्डन घुमे सँगसँगै हाम्रो आजको घुम्ने कार्यक्रम यतिकै स्थगित गरेर फेरि जोडिने नै छौँ तबसम्मको लागि चाहिँ स्टे ट्युन बाइ बाइ घुम्ने मान्छे नि कम्ती हो फोटो नि खिचिन्छ होइन तिमीबाट क्लिक हुन्छ होइन लालबाग बेङ्गलोरको सबैभन्दा ठुलो चप्लेटी ढुङ्गा हो यो कति ठुलो छ यो यति बेसी फैलिएको छ कति एउटै ढुङ्गा हो यो डल्लै फिजिएको र आजको यो हाम्रो अन्तिम स्पट हुनेछ र त्यहाँबाट चाहिँ सिटीभित्रै हामी घुम्नेछौँ मोबाइलको ब्याट्री पनि लो देखाउँदैछ त्यही कारण अहिले चाहिँ म यहाँहरूदेखि बिदा हुँदैछु अन्टिल देन बाई पैसा नहुनेहरू क्या त त्यो कलेजको हुँदैन रुम पनि लिनु नसक्ने